चाहिँ यो चाहिँ लेक साइड भित्रको के पार्क हो रे भाइ हो? यो लेक साइडको ट्र्याक कच्ची ट्र्याक हो जहाँ चाहिँ हामी मजाले हिँड्न सकिन्छ है गाइज। म्युजिक पनि रहेछ गाइज यार यहाँ त। नेपालीलाई साह्रै मनपर्ने खाजा खाना त्यही नै हो। एउटा दोकान पनि छैन होला है भेज होइन यहाँ त, सब नन भेज, सब नन भेज। ल केटा कस्तो लागिरहेछ? भोलि हामी अब यहाँदेखि कति बेला चाहिँ अब मुभ गर्ने हो? अब यो त फर्स्ट डे भयो, सेकेन्ड डेको अब प्लान गर्नु पऱ्यो नि त। कता बाबु? सेकेन्ड डे हाम्रो यहाँबाट अब 6 आवर जतिको राइड हुन्छ भोलि। सबैलाई राइड गरेर हामी मुस्ताङ पुग्छौँ। मुस्ताङ कति किलोमिटर छ मुस्ताङ थाहा छ? 60-70 सिर्फ होइन होला यार। त्यस्तै हो। हो फेरि पुरा झिकझ्याक हुँदै जानु पर्यो। अब तातो पानीमा भुल्छ होला। तातो पानीमा चाहिँ के छ स्पेसल त्यस्तो? त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि मान्छेहरूको पहिलाको भनाइअनुसार चाहिँ तातो पानी बस्यो भने चाहिँ अब लाइक अब आफ्नो त्यो कसैको बडी पेनहरू त्यो हुन्छ नि त्यस्तो चाहिँ निको हुन्छ अरे भनेपछि त्यहाँ धार्मिक चिजहरू पनि अलिकति जोडेको छ। त्यो कारणले चाहिँ त्यहाँ मान्छेहरू धेरै जान्छ होइन, भक्तजनहरू भन्छ होला होइन धेरै जाने, त्यहाँ जाने नुहाउने के गर्छ? नुहाउने ठाउँ छ? नुहाउने ठाउँ होइन, नुहाउने हामी माथि पुगेर मुक्तिनाथमा चाहिँ नुहाउँछौँ। 108 धारा छ। यहाँ चाहिँ बच्चाहरूको स्केटिङ रहेछ है, स्केटिङ रहेछ। ल यति ठुलो ल जसलाई कोन आइसक्रिम खान मन लाग्छ यहाँ आउनु है गाइज। ल कोन आइसक्रिम मभन्दा ठुलो रहेछ कोन आइसक्रिम यहाँ त्यसपछि यो चिजहरू पनि अब यो मासु भनेको त नेपालीको एउटा यो मिक्स होला बास्ना के छ? ल एक राउन्ड घुमेर आउँछु ल ब्रदर। यहाँ आउनुहोस् भन्दैछ। अब आउनु त जता पनि भन्छ, अब जाने चाहिँ फेरि एकै ठाउँमा हो गाइज है, सबै ठाउँमा त जान सकिँदैन। सेल्फी पोइन्टमा हामी आइसकेको छ। तपाईँहरू पनि यो भिडियोलाई हेरेर इन्जोय गर्नुहोस्। साइड रहेछ। त्यसपछि यो चाहिँ ओपन हाउस होइन, यहाँ यति धेरै रहेछ। ल लगाइ यो चाहिँ यस्तो छ। तपाईँहरू यो ओपन हाउसमा आउनुहोस्। यो पोखराको ठ्याक्कै लेक साइडमा छ, यहाँ आउनुपर्ने रहेछ। लगाइ मुस्ताङ पुगेर हामी जब ब्याक टु पोखरा हुन्छ फेरि यहाँ चाहिँ आएर हामी टाइम स्पेन्ड गर्ने नै छौँ। ओपन हाउसको चाहिँ यस्तो छ, क्याटवक गर्दै जाने नै रहेछ है। ल यो चाहिँ इन्ट्रान्स हो ओपन हाउसको। त्यसपछि रमाइलो छ त्यो। तपाईँहरू पोखरा आउँदा चाहिँ कहिले पनि नछुटाउनु होला है, यो ठाउँमा आउनुहोस्। तपाईँहरू पनि जसलाई चाहिँ पोखरा गएर कहाँ जाने या के गर्ने सोच्नु भएको छ नि, यो ठाउँमा आउनुहोस्। तपाईँहरू यति खुसी हुनुहुन्छ। यही ठाउँ न्यु इयरको बेला भगवान थियो मेरो भाइ। आर्याम साउन्ड चाहिँ मिठो हो त्यो भाइ। तर क्रस पाएन सबभन्दा अलिकता राम्रो खालको चाहिँ त्यो एउटा हो आर्याम जेटको पनि त्यस्तो राम्रो रिभ्यू छैन। त्यही एउटा माइलेज चाहिँ राम्रो छ, अनि प्लस अनि त्यो स्टार्टले पनि दुःख नदिने चाहिँ राम्रो छ।
इलेक्ट्रिक गाडी हो यो इलेक्ट्रिक गाडी हो इभी गाडी हो इभीले भ्यायो तर अब नेपालको सिचुएसन हेर्ने नि अब इभी नै यार 200 सिफ्ट हुने खालको छ कति पुग्यो यारमा 3.5 लिटर तेलको 770 रुपियाँ लाग्यो भने 30मा पर लिटर कति पऱ्यो 220 यहाँ होइन घटेको नत्र त 30 पुग्यो अलि घट्यो अहिले कति छ मैले त प्राइस हेरेन यार 219 हो अब पहिला जस्तो आउनु होला आउनु त अब त वाद त रोक्यो त नि पहिला त कति 168 यस्तै थियो होइन अहिले त अब पालेन्टले अब कसरी सस्पेन्सन गर्छ ठ्याक्क त्यो पनि उसमा जानु पद सम्हाल्नु ठ्याक्कै महँगाइले सिट खोइदियो यो अन्तर्राष्ट्रिय स्तरको यो प्रब्लम हो युएसमै नै कस्तो डेन्जर भएको रहेछ युएसले गरेको त हो सबै इरान त्यहाँ पनि पेट्रोलको त डेन्जरै भयो मेरो एउटा गाउँनी साथी छ क्या त्यसले कल गरिरहेको थियो यहाँ पनि पेट्रोल त महँगो लाग्छ त्यहाँ नि पेट्रोल गाडी छ तर यहाँ त इलेक्ट्रिक गाडी चढ्नु पर्ने चढै आउँदैन सबै त्यही त नि इलेक्ट्रिक गाडी चढेको त्यो पेट्रोल गाडी चढ्नेको मजा इलेक्ट्रिक गाडीले दिन्न क्या सक्दैन क्या हाम्रो मेचीभित्र हो र हो त यो त कति हो 18-19 होला बल्ल हामी यहाँबाट भित्र होइन र यहीँबाट भित्र हो के त हो आएर ए हजुर है अब भोलि यो होइन ऊ अब त्यो यो पनि त यही हो है ए अँ अहिले दुधै सिरियल अरे तन्जाङ होला फोन पठाइदाखेरि ल यसलाई सियो सुन बाई गुड नाइट